वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ ह्याप्पी माघे सङ्क्रान्ति तपाईँहरूलाई पनि आज तपाईँलाई थाहा नै छ माघे सङ्क्रान्ति। सो हामी टुटी खेल जाँदैछौँ। दादा सुलभ दादा सबित दादा म मम्मी बाबा हजुरआमा जाँदैछौँ यतातिर। लाउनुहोस् दादाले आफ्नो फेसहरू राख्नु हाम्रो हजुरआमा दादाले फेस हाइड गर्दै हुनुहुन्छ। के हो पारा दादा के हो? अनि तपाईँहरूलाई पनि ह्याप्पी माघे सङ्क्रान्ति है। सबै दादा अनि यो दादा भनेको अघिदेखि फेस हाइड गरिराख्नु बुझ्नु न किन गरिराख्नु भएन। यतातिर हेर्न सक्नुहुन्छ हाम्रो फुल ग्याङ। गाइस अब चाहिँ हामी हिँड्न थाल्यौँ ब्रो, लेट्स गो। हेर्न सक्नुहुन्छ अनि आज चाहिँ मैले हुडी लगाएको एन्ड तल बक्स पाएँ। गाइस हामी चाहिँ अब यता हिँड्दैछौँ। अब यसो हामी चाहिँ अब हिँड्न थालिसक्यौँ। हेर्न सक्नुहुन्छ लुजा लुजा दादालाई पनि के को शरम के होइन। गरिसकेको छु। गाइस हेर्न सक्नुहुन्छ मम्मीहरू अगाडि हिँडिसक्यो, म पनि डुटिन्छु। दुगुर्दैन हो गाइस। यता केटा बगालहरू छन् अनि म यता एक्लै, उता तिनजना हिँडिराख्नु खा, म यता एक्लै अनि उता दुईजना हिँडिराख्नु खा। मेरो आज चाहिँ फुल यस्तो छ दुइटा क्लिप्स लगाएको छु यता साइडतिर अनि सुजहरू हेर्न सक्नुहुन्छ यतातिर। म हेलो आज त तपाईँहरूले चाहिँ मेरो लुक कसलाई त्यो चाहिँ भनिदिनु न गाइस। गाइस मैले स्लोप दादाको फेस हल्का मात्रै लिमिट गरेको छु। गाइस देख्नुभयो दादालाई लुजा मम्मी बाबाको मम्मी र हजुरआमा त अब प्र्याङ्क गन रङ भइसक्यो अलरेडी होइन दादा। अब लेट्स गो। मम्मीहरू कता अगाडि गइसक्नु भयो। लुजा म पनि गएँ बाई। गर्ल्स ग्याङ हुने जाने क्या गाइस। म पनि हिँडिन्छु कता हिँडिनु केटी बगा यति छिटो हिँड्दै हिँड्दैन आजकल धेरै छिटो हिँड्न थाल्नु भएछ मम्मीहरू पनि। मम्मी गाइस गाइस यता चाहिँ हेर्न सक्नुहुन्छ मम्मीहरू हामीलाई नरोकिकन हिँड्नु भयो लुखुर लुखुर। कहाँ हामीलाई कसैले गरेर नेङ लख तो यी दिसेर पनि न जान्छ हल्का मुस्का पुरै निधार खुम्चल बा पुरै जन्म। मेरो मम्मी कसरी निधार खुम्चाउनुहुन्छ 24 घन्टा 24 घन्टासम्म। गाइस मम्मीहरू अलिक छिटो ढिलो हिँड्ने रे सो हिँडाइदिएको हेर्न सक्नुहुन्छ यता कोही मेरो सहारा भन्दैनन् छि लासन सुन्छु। अगर भइसक्यो त के गर्नुपर्छ यो दादा पनि। अब सबैजना त क्यामराम्यान Very nice camera. अनि त्यसमा मेरो गल्ती पनि तिमीरै छ। हस् दादा हस्। यतातिर म चाहिँ छ अगाडि हिँड्रहेको छु हामी यतातिर हेर्न सक्नुहुन्छ पछाडि। म गाइस म आफूलाई देखाइरहेको बाहनाले होइन म दादालाई देखेर किनकि यो दादा पनि घरिघरि फेस हाइड गरिराख्नु भएको। यतातिर हेर्न सक्नुहुन्छ लुजा पछाडिबाट क्यामराम्यानहरू क्यामराम्यान गाइस म क्यामराम्यानै भनिदिन्छु।
अब हेर बसहरू त भेटिरहेन यता हाफ रोडसम्म आइसकेको छौँ अनि हामीले अझसम्म गाडी मिलेको छैन सो हामी हिँड्दै जान्छौँ होला अब म तपाईँहरूलाई डाइरेक्ट त्यो ठाउँ त्यो खुली सी देखाउँछु अब म डाइरेक्ट तपाईँहरूलाई त्यो टुरी खेलको सी देखाउँछु ल हामी फाइनली पुगिसक्यौँ त्यत्रो हिँडेर साइड गेटमा ठाउँको नाम थाहा हुँदैन कि मलाई यता चाहिँ हेर्न सक्नुहुन्छ चौधरी कल्चरको ड्रेस यता चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू चौधरी कल्चरको ड्रेसहरू कल्चर ड्रेस भेरी प्रिटी यता दादा के भन्ने दादा भन्नु न दादा WhatsApp today but we are also from community Tharu yes I know यता चाहिँ हेर्न सक्नुहुन्छ गाइस त्यता ट्रेडिसनल ड्रेसमा कति राम्रो देखिरहेको छ सबैजना आफ्नो ट्रेडिसनल ड्रेसमा लगाएको छन् अनि हाम्रो ग्याङ भनेको कसैले ट्रेडिसनल ड्रेस लगाएन हामी गाइस यता हाम्रो त्यो चौधरीहरूको के भइरह अनि यता खानेकुराहरू अनि हेर्न सक्नुहुन्छ यता दादा यता हेर्न सक्नुहुन्छ खानेकुराहरू मान्छेलाई हेल्छ अन्त Найти могут. म पछि बोल्छु के
रहेका हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको समान रूपले आफ्नो पहिचान देखाउने निर्णय गरेको कुराहरूको चाहिँ मध्यनजर गर्दै हामी कतिसम्म गर्न सक्छौँ त्यस सम्बन्धमा हामी विचार गर्दछौँ। तर मेरो मनमा चाहिँ मलाई लागेको कुरा एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ। त्यसकारण यस सांस्कृतिक पर्वहरूको मर्म आत्मसात गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्छ। अन्त्यमा थारू समुदायको मौलिक सांस्कृतिक भाषा र पहिचानको संरक्षण तथा प्रवर्धन सरकार सदैव रहेको कुरा प्रश्न पार्दै माघी पर्वले सबै नेपालमा ऊर्जा, आशा र एकताको सन्देश फाइनली गाइस हामी चाहिँ यो सबै प्रोग्राम सकेर घर रिटर्न आइसक्यौँ। अब हाम्रो सबै सकिसक्यौँ। बट भिड पनि धेरै थियो अनि रमाइलो पनि भयो। आज आजको लागि यति नै। बाई बाई गाइस।